है गाइस, म चाहिँ मेरो फार्मतिर छु। आज चाहिँ म स्पेसली कुन ठाउँ देखाउँदैछु भन्दाखेरि चाहिँ मम्मीले पाल्ने तेरा पाङ्दी गाई भन् भन्दै मम्मीले चाहिँ मलाई भन्दै हुनुहुन्छ। म जन्मेको गाउँ भन्दा नि म जन्मेको घर यही हो, हेर्नु सक्नुहुन्छ गाइस। अहिले चाहिँ बसाइ अलिकति पर छ अनि यहाँ चाहिँ हामीसँग लोकल इस्कुस। यहाँ न यस्तो राम्रो छ ठाउँ। यो हेर्नु न यस्तो धेरै ठुलो छ, ज्यामिरको बोट छ। अनि यो चाहिँ पल्लो चाहिँ नि यो चाहिँ के भन्छ यो, यहाँ नि कत्रो अल्गो छ कि तेजपत्ताको। यो रुखै यत्रो धेरै ठुलो छ। अनि बाबा चाहिँ तल हुनुहुन्छ, यता भिडियोमा देख्दै हुनुहुन्छ कि। मेरो टोपी पनि आज त के हो, कामै नगर्ला जस्तो भइरहेछ। आजको फार्म भिजिट, गाईको मल शुद्ध अर्ग्यानिक। त्यहाँबाट चाहिँ देविन्द्रे खोला छ, बगिरहेछ अनि आवाज आइरहेछ। मम्मीले चाहिँ यहाँ हेर्नुहोस् है के गर्दै हुनुहुन्छ। मम्मी आइया कतै के गर्दै हुन्छ यहाँ। मेरो मम्मीको लुक्स चाहिँ फार्म हाउसमा जस्तो छ। कति राम्री हुनुहुन्छ नि मेरो मम्मी। गाईलाई पानी हाल्दै हुँदो रहेछ एकसाथ। हाम्रो अर्ग्यानिक फल्छ हेर्नुहोस्। यो गौमूत्र हामी चाहिँ यो चाहिँ सागसब्जीमा हाल्छौँ। अनि अर्ग्यानिक ला गाई भ्याउनु लागेको छ। अनि घाँस पुगिसकेको छ। अनि के त भन्दाखेरि यहाँ न हामी यस्तो सब्जी पनि खान्छौँ। यो हजुरलाई थाहा छ यो है, हामी चाहिँ याक्सी भन्छौँ। सयपत्री पनि फुल्न लागेको छ। पिँडालु नेपालीमा चाहिँ पिँडालु। अनि हाम्रो राई भाषामा चाहिँ याक्सी। अनि अलैँची बारी पनि छ, हल्का छ अलैँची। भर्खरै बाबाले टिप्नु भयो, बुवाले टिप्नु भयो। अनि तलतिर चाहिँ चियाबारी छ। अनि हामीसँग सिम साग पनि हुन्छ होइन, मम्मीले पानी हाल्दै हुनुहुन्छ होइन। यहाँ चाहिँ मम्मी हाँस्नु भएको छैन र मात्रै राम्रो हुनु। हाँस्नुभयो भने स्वर्ग कि अप्सरा होइन राम्रो। अनि हेर्नुहोस् है, म हजुरलाई एउटा चिज देखाउँछु ल। यो चाहिँ हाम्रो गाईलाई गाई खोले गर्ने। हेर्नु न, यो चाहिँ कालाले खाएर जङ्गल हात्ती खायो। यो चाहिँ जङ्गलको सुन हो क्या। यो चाहिँ म जन्मेको घर। पहिला यस्तो थिएन, यो चाहिँ रिपेयर भएको धेरै साल भयो। अनि म चाहिँ आज यसो शनिबारको दिन होइन फुर्सद निकालेर आएको। त्यहाँ हामीले धुप्पी यसरी नर्सरी गरेका छौँ। ओके गाइस, त्यहाँ तल हेर्न सक्नुहुन्छ है। त्यहाँ तल चाहिँ हामीले उयो रोपेका छौँ क्या। यहाँ चाहिँ सयपत्री फुल यो वर्षको तिहारको लागि भनेर छ। थ्याङ्क यू फर वाचिङ, बाई।